फाइनल गाइज हामी चाहिँ पुरै मुस्ताङ आइसकेको छौँ होइन हामी। तर बहुत स्कुटी चाहिँ गाडी हुँदो रहेछ, गाह्रो भएछ पनि भिजो रमाइलो हुँदो रहेछ, दामी छ गाइज। ल गाइज हामी चाहिँ पुरै अहिले चाहिँ हिँडिरहेको छौँ होइन। लुगा प्याक गरेर चाहिँ यसमै पुरै भित्र लाउने लुगाहरू अनि यहाँ अघि जानुपर्छ। गाइज लास्ट हिँड्ने यार लास्ट बाइक उतै छोडिदियो यता बाइक नआएर चाहिँ बहुत हिँड्ने बल्ल बल्ल आइपुग्नु लागिरहेको छ। तैँले खिच पुन्टेलाई चाहिँ गाह्रो होला जस्तो लाग्यो। रेस्ट गर्दै हिँड्ने ल पुन्टे तार लास्टमा यतिमा इन्डिङ हान्ने भनेको होइन। यहाँबाट उहाँसम्म किन खिच्ने क्या? फाइनल्ली अब आम भएको छ गाइज। भन्ने यतै हो के धारा बगाएर मस्तै गर्दा बिरामी लिएर आएको बिरामीलाई सल्लाहकारको भएको भएर हामी चाहिँ रेस्ट गर्दै आएको छौँ है। 5 बजी उठेको यार केही खाएन, चिया त खायो हुन्छ हुँदा
फाइनल्ली आइपुग्यो है गाइज आइपुग्यो गाइज झ्याप्पै आइपुगेको अवस्था यतै होइन त कुद्ने नहुने कता गाइस माथिबाट आउने यहाँ डुब्ने दाइ यहाँ पो अनि खुबै ठुलै देखिदियो त दाइ अनि यहाँ ओ दाइ त्यही नै पोज भइरहेको उताउति फाइनली आइपुग्यो गाइज आइपुग्यो भोक लागेलाई पनि आइपुग्यो अब एकछिन चाहिँ यसो खपेर बसिन्छ होइन यति त 6-7 घन्टा त खप्यो भनिसक्यो त अब 3-4 मिनट त खपिन्छ नि जसरी पनि यो लासो हिजोलाई त त्यसरी होइन नि त गर्नु मन्दिर निकाल्नु होइन निकालिदिसके नगरी बिस्तारी दौडेर यहाँ म दौडेको पनि भाइ घोरा आउँछ कि हो भाइ अघि क्यामेरा खिच्नु त दाइ खुब मजा आएको थियो दाइले छड्क्यो पनि सिधैमा हान्नु पर्छ छड्केमा हान्नु यस्तो त्यो तपाईँ छड्क्यो कि त्यो यस्तो ल्याएको छ नि त त्यो क्यामेरा यसबाट सिधै खिचिरहनु अघि नदेखि के भाइ यो चाहिँ दोस्रो होइन यो कति दोस्रो तेस्रो यताबाट दाइ फिलिङ होइन यहाँ कहाँ लास्ट चिसो छैन है लास्ट तातो छ बाबाले रमाइलो हो मैले पाप कति के गरेर चाहिँ सबै जाने हो सबैजना आउनु होला है पाप धर्म सब फाल्नु होला धर्म त होइन हो सानै देखाइदिँदा है अया उयो के भन्दैन त ढोकिस् त्यहाँ म अब थिर काम छ कि हो पुरै तातो रहेछ केटा
तातो हो पुरै के टोटली पुरै सरी डुब्नु पर्यो दाइ त चुलुम डुब्यो तेरो टाउको डुबेन हुन त अलि मेरो हालत त्यही हुने ल यस यस ल एकचोटि स्विमिङ भनेपछि बुझिसकेँ कि मैले केटाहरू ज्वरो आउँछ भने थाहा पाइसकेँ त्यो ठिक हो यसको बिस्तारै हिँड्ने गाह्रो रहेछ नि बुझ्नु है गाई दाइ नत गर्नु गाह्रो हुँदो रहेछ हामीलाई आउनु ए त्यस्तो छ दाइ लास्ट चिज छ दाइ त चार कुद्नु नि दाइ त्यस्तो चिजहरू छैन हे नाटक गर्नुहुन्छ यार यताबाट हो दाइ पहिला पाप जति सब पहाल्नु ल अहिलेसम्म गरेको पाप छोड न ल 3 चोटि होइन 1 2 3 ओके कानमा 3 चोटि बटारी हुन्छ दाइ भनेपछि दाइ नचले अनुसारै मैले बुझिसकेँ कति चिज छन् ल दाइ पौडी हान्नु त एकचोटि पौडी हान्नु नि पौडी 3 चोटि गरेर 3 चोटि गर्नु पहिला ल दाइ पौडी यहाँबाट पौडी खेल्दै ल पौडी गाह्रै हुन्छ कि दाइ कामे अनुसार दाइ साँच्ची नै चिज छ भनेको ल दाइ इन्डिङ हान्दे यो चाहिँ हेरेको बस पार्क जस्तै पार्किङ यहाँ चाहिँ आफू ल्याउने जोइन्ट पार्क गर्ने ठाउँ बस पार्क जस्तै बनाएको छ यहाँ चाहिँ गाइजहरू हामी चाहिँ पुरै अब यहाँ होइन मन्दिर सन्दिर पूजा गरेर अलिकति खाजा खायौँ है अब चाहिँ हामी रिटर्न ब्याक हुनु लाग्यो गाडी पुरै बसेछ मेरो चाहिँ गाडी पुरै बसेछ लास्टै चिज छ अब हामी यहाँबाट चाहिँ जमसुम गएर बसिन्छ होला सक्छौँ पोखरा जाउँ भनेको अलिक नभएन जस्तो छ अनि अब जमसुमसम्म चाहिँ यसो पुग्नु पऱ्यो जानु त छ अनि त्यहाँबाट बास बस्नु पर्ला यार गाह्रै होला जस्तो छ बाइक भए सजिलो हुन्थ्यो स्कुटी पऱ्यो त्यही भएर लास्टै अलिकति गाह्रो हुन्थ्यो जस रमाइलो भयो